सबैजनालाई नमस्कार। क्युआर छ मेरो क्युआर मेरो छोरा ए एकदम हजुर ल चेलीपेटीहरूको पालो त्यतै उभिनु न पैसा आउँछ भने थाहा क्यामेरा टेक गरेर ल अब तपाईँ जान्नु त कमल सर ए उहाँ हुँदो रहेछ नमस्कार आराम मैले मुख मिठा गरेर सुरु गरेँ भने चक्कै ल्याएको छ नि मिठा गऱ्यो भने अरू गर्ने काम पनि सुरु हुन्छ है म चाहिँ एकछिन नमस्ते ल ध्रुव सर जानुहोस् हजुर जानुहुन्छ कि मलाई जानुहोस् यहाँ पनि त क्यामेरा के गर्ने यस्तो छ कमल सर कमल सर पूजा ल ज्योतिषमा जानु त राम्रो भोलि नमस्कार हामीले एउटा नयाँ सिरिज अलि छुट्टै स्वादको लिएर आउँदैछौँ आशाको किरण नाम परिसक्नु भएको छ एक प्रेम कथा आशाको किरण अब मेहनत गर्नेछौँ राम्रो बनाउनेछौँ त्यस पछाडिको फिडब्याक भने तपाईँहरूको हुनेछ हाम्रो केही कमी कमजोरी भयो भने सुधार्ने काम तपाईँको हुनेछ तर हामी भरपूर मेहनत गरेर काम गर्दैछौँ यति बेला बुढा नीलकण्ठ मन्दिर परिसरमा छौँ सबैले आशीर्वाद दिनु धन्यवाद ल मरुभूमि नारायण सर स्वागत छ ल बेस्ट अफ लक है केही परिचय तपाईँको यही हो बोल्नु परेन हाम्रो बुढा नीलकण्ठबाट हस् धन्यवाद हाम्रो सरको त अघि परिचय भइसकेको छ तै पनि ध्रुव नमस्कार मेरो नाम ध्रुव पुन मगर आजको रोलमा म पण्डितको रोलमा छु कमल सरले खिच्दै हुन्छ हामी बुढा नीलकण्ठमा छौँ पूजा पनि गरिसक्यो यो सुरुवात सबैको एकदम फलिफाप होस् चर्चा परिचर्चा
विश्वभरि छाएर रहोस् भन्न चाहन्छु। विश्वभरि सबै हेर्नुहुने दर्शकहरूलाई है सर। हस् धन्यवाद। अरू कुरा गर्दै गर्नु गराएँ एकदम ल। तपाईँ सर हेलो नमस्कार। आफ्नो परिचय आज सिरियलको बारेमा सिरियल खिच्न आउँदै हुनुहुन्छ। हामी एउटा नयाँ सिरियलभन्दा अलिक उच्च स्तरको सिरिज हामी आजबाट नयाँ स्टार्ट गर्दैछौँ। हामी बुढा नीलकण्ठ यो मन्दिरबाट हामी उद्घाटन गरिरहेका छौँ। म ईश्वर अधिकारी, यसमा पनि खलनायकको भूमिका छ भन्ने सुनिरहेछु। अब समग्र तपाईँहरूले अरू रोल आएपछि यो गरेपछि थाहा पाउनुहुन्छ। सबैले मन पराइदिनु होला। धन्यवाद। यता हुनुहुन्छ हाम्रो दिव्याजी र दियाजी हुनुहुन्छ। छोटो सानो परिचय, म त चिन्छु, सिरियल गर्न आउनु भएको छ होइन? कस्तो सिरियल हो यो, के हो थाहा छैन, अब थाहा हुन्छ है। पहिलो सुरुवात हो नि, एकदमै नयाँ खालको हो यो सिरियल चाहिँ होइन। अहिले भनिहाल्नु चाहिँ मिल्दैन। सिरियलमा चाहिँ मेरो नाम आशा छ, रियलमा चाहिँ मेरो नाम दियाजी हो होइन। अब सिरियल आइसकेपछि चाहिँ सबैजनाले माया गर्नु होला। कुन युट्युब च्यानलमा आउँछ। आशासँग दर्शकहरूले धेरै आशा गर्नुहुन्छ होइन यो सिरियलमा? आशा गरे अनुसार चाहिँ मैले निभाउन सक्छु। अनि अर्को ब्युटिफुल गर्ल हुनुहुन्छ यता हाम्रो चाहिँ करिश्मालाई आँखा लाउनु पर्ला जस्तो छ। सिरियलमा चाहिँ मेरो नाम सुमन छ, मेरो नाम चाहिँ करिश्मा राउत हो। सिरियलको नाम पहिलो पटक हो नि? हजुर। आशा छ यो सिरियल सबैजनाले मन पराइदिनु होला। के भन्ने हो अब, फेरि के भन्ने हो नि चाहिँ नहाल्नु नि, कान यही हाल्ने हो, मेन यही हो। दिपेन सर हजुरजी के गर्दै हुनुहुन्छ तपाईँ? म चाहिँ उहाँ को हुनुहुन्छ? राम्री बनाइदिने मान्छे? राम्रो बनाइदिने कि राम्री बनाइदिने? राम्री धेरै माया गर्ने दाइ हुनुहुन्छ। मलाई माया गर्ने होइन, कति माया बोलाउनुहुन्छ। अरू केही भन्नुहोस् न सर? अरू केही छैन। अब हाम्रो ड्रामा हिट हुन्छ। सबले हेरिदिनु होला। अलि भन्नु न। सबले हेरिदिनु होला। अब आउने शुक्रबारबाट आउन सक्छ। सुटिङ हुन्छ। हस्, प्रेमले हरिएको ड्रामा, लभ स्टोरी ड्रामा नमस्कार हजुर लाग्यो हजुर भन्नुहोस्। ठिक छ। म आज विशेष गरी पण्डितको रोलमा छु हजुर। म नानीहरूलाई चाहिँ यसो हात हेर्ने रोलमा छु हजुर। हातहरू गर्नुहुन्छ? आवाज सुन्ने होइन कि? आवाज अलि ठुलो गराउनु न। मन्दिरको छेउमा हल्ला छ हजुर। एकदम खतरा ड्रेसमा आउनु भएको छ त। हजुर पहिला त अलिक मेरो व्यवसाय चेन्ज भइसक्यो। चेन्ज भयो। अहिले के गर्दै? त्यतिखेर बुढा नीलकण्ठमा भेटघाट हुन्छ। ध्रुवपुन मगर भन्ने मान्छे। अब गीत छोरी हजुर। अब गीत नगाउने अब यस्तै छोरी त्यतिर बरु कमाइ यता होला जस्तो लाग्यो होइन? कमाइ बरु यतै होला। बिहान मैले 5-7जनाको हात हेरिसक्यो। कति बस्यो तलब आज? भयो नि 700-800 भइसक्यो। दिनभरिमा त 1500 हेरिहाल्छ नि त। ल गरौँ बरु एकवटा दुईवटा फोटो हाम्रो खिच्दिनु। हस्। Happy birthday.